नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेममत। आज तपाईँले हेर्नुहोस् न, यो अगाडिको 22 फुटे सरेर बाटोदेखि जम्मा एक किता भित्री भागमा रहेको यो 5 आना जग्गाले इमर्जेन्सी लोनको समस्याले इमर्जेन्सी बिक्रीमा राख्नु भएको छ। बाटो पनि टक्क 13 फुटे पूर्व फेस गरेको जग्गा रहेको छ है। अब यो जग्गा तपाईँले नसोचेको मूल्यमा, यो एरियामै चलन चल्तीको मूल्य, कारोबार भएको मूल्यभन्दा आनामै 10 देखि 12 लाख सस्तोमा पाउँदै हुनुहुन्छ। तपाईलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिने नै छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त। अब जग्गा यही नै हो, तपाईले हेर्न सक्नुहुन्छ हैन। जग्गा यो अगाडिको वाल लगाउनु भएको छ भने बाटो यही हो। यो वालदेखि माथिपट्टि रहेको छ, पछाडिपट्टि हेर्न सक्नुहुन्छ फ्याक्ट्री रहेको छ, त्यो फ्याक्ट्रीको साइडमा। अब यो हाइवे बाटो अगाडिको हेर्न सक्नुहुन्छ है। यो हाइवे बाटो सरेर तपाईले हेर्न सक्नुहुन्छ टक्क यो पिच बाटो रहेको छ, ठुलो बाटो। यतापट्टि माथातिर त भयो यो साइडमा भने, अगाडिपट्टि थानकोटको केबुल कार हैन, चन्द्रगिरीको केबुल कार अगाडिपट्टि, केबुल कारदेखि माथातिर आउने हाइवे बाटो यो अगाडिको तपाईहरुले देखिरहनु भएको छ भने घरहरु बनिसकेको यो पुरै भ्यू देखिन सक्ने ठाउँमा है त। अब जग्गा यही नै हो। जग्गा जस्ताको तस्तै तपाईलाई देखाउँदै छु। जग्गाको चारै कुना पनि हेर्न सक्नुहुनेछ है त। बाटो टक्क अगाडि यस्तो खाले रहेको छ, हेर्न सक्नुहुन्छ भने यो 13 फुटे बाटो। जग्गामा वरिपरि वाल लगाएर चिटिक्क कम्पाउन्ड घेरेर छुट्याउनु भएको छ है त। अब तपाईले हेर्न सक्नुहुन्छ यो साइडको वाल हेर्न सक्नुहुन्छ भने पछाडिपट्टि पनि वाल लगाउनु भएको छ, हेर्न सक्नुहुन्छ। र यो साइडमा पनि माथिपट्टि पनि वाल सम्मै रहेको छ, त्यो वाल नै लगाउनु भएको छ। वरिपरि चारैतिर नै वाल लगाएर कम्पाउन्ड चिटिक्क छुट्याउनु भएको छ। पूर्व फेस गरेको यो हाइटमा रहेको घर बनाएर बस्न आनन्द मिल्ने जग्गा यही नै हो। तपाईलाई मोटामोटी जस्ताको तस्तै जग्गाको जानकारी राखिसकेको छु। पक्कै पनि मन पारिसक्नु भयो होला है त। अब तपाईले जग्गा यही नै हो, हेर्दै हुनुहुन्छ, हेरि पनि सक्नुभयो, पक्कै पनि मन पारिसक्नु भयो होला। यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ। जग्गा यही नै थियो, मोटामोटी तपाईलाई देखाइ पनि सकेको छु। अब यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 6 मा रहेको इटाखेलमा रहेको है त। यति राम्रो 5 आना जग्गा, लगभग रुमाल आकारको, पूर्व फेस गरेको, यो ठुलो मेन 22 फुटे पिच बाटोदेखि लगभग एक किता भित्री भागमा रहेको मिलेको वरिपरिको भ्यू हेर्न सक्ने। हेर्नुहोस् न, आहा नि यो भ्यू पुरै काठमाडौँको भ्यू मजाले हेर्न सकिने ठाउँमा है त। भ्यूको कुरा गर्नुहुन्छ भने यहाँदेखि वाइड गुम्बादेखि सर्लक्क तपाईहरुले 90 डिग्रीको भ्यू मजाले पाउनुहुन्छ है त। अब यति राम्रो भ्यू देखिन सक्ने ठाउँमा यो राम्रो जग्गा किनेर घर बनाएर बस्न चाहनुहुन्छ भने मौकाको फाइदा उठाइहाल्नु होला। अझै अर्को कुरा, यहाँ हेर्न सक्नुहुन्छ मन्दिर है त। अगाडिपट्टि मन्दिर रहेको छ, अष्टमातृका मन्दिर हैन। मन्दिरको जस्ट अगाडिपट्टि भएको हुँदा पूजापाठलाई पनि विश्वास गर्नुहुन्छ, धर्मकर्ममा विश्वास गर्नुहुन्छ भने एकदमै राम्रो लोकेसनमा, पार्क अगाडि रहेको ठाउँमा। अब उज्यालो बिहानदेखि बेलुकासम्म घाम लाग्ने पुरै भ्यू हेर्न सकिने उज्यालो ठाउँमा यति राम्रो जग्गा 5 आना जग्गा लिन चाहनुहुन्छ, मौकाको फाइदा उठाइहाल्नु होला। अब यो एरियामा आनाको 35 देखि 40 लाख यो बाटोमा त चलिसकेको छ, तपाईलाई पनि भन्नै पर्दैन है। अब यो जग्गा इमर्जेन्सी परेको हुँदा लोनले गर्दा जम्मा आनाको 22 लाखले नै दिँदै हुनुहुन्छ। अब ढिला नगर्नुहोस्, साइडमा हेर्नु न। जग्गाको लागि भनेर म राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइलिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।